छैन होला अब है, सकिसक्नु भयो होला होइन, अझै पनि है बाँकी नै छ। हुन्छ, यो स्वागतको कार्यक्रमको भार म हाम्रो भाइ धनलाई दिनेछु उहाँको साथमा। सर्वप्रथम त तपाईँलाई धेरै धन्यवाद। चार नजिकबाट हाम्रो मण्डलीमा आउनुभयो। आशा छ तपाईँहरू आशिषित भएर जानुहुनेछ। अनि हुन्छ, म यसरी स्वागततिर जानेछु। सर्वप्रथम हामी कहिले पनि हामी यो भुल्ने छैनौँ। हाम्रो सर्वप्रथम हाम्रो पिता, पुत्र अनि पवित्र आत्मालाई हामी ठुलो ताली बजाएर हामी स्वागत गर्छौँ। हामी यहाँनिर आज हाम्रो मुक्तिदाता उद्धारकर्ता जो दाउदको सहर हेरोद राजाको पालामा जन्मनु भएको थियो, उहाँको जन्मदिनको एउटा उत्सवमा उहाँको सुसन्देश लिकन है, उहाँ जन्माउनु भएको एउटा हाम्रो मुक्तिदाता जन्माउनु भएको कुरा यहाँ माझमा ल्याउने है आशा लिएर हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। अनि आशा छ तपाईँहरू धेरै आशिष लिनुहुनेछ। अनि तपाईँहरूलाई सायद थाहा छैन भने म भन्नेछु, हाम्रो मिनिसोटा सेन्ट्रल मिनिसोटाबाट हुनुहुन्छ, हाम्रो क्यान्सस सिटी क्यान्ससबाट हुनुहुन्छ, अनि हाम्रो रक आइल्यान्ड इलिनोइस, अनि हाम्रो ओमाहा नेब्रास्काबाट हुनुहुन्छ, अनि सायद हाम्रो अनि साथै हाम्रो डिमोइन मण्डली पनि हुनुहुन्छ। हामी 5वटा मण्डली भेला भएको छौँ यहाँनिर। अनि हुन्छ, म सर्वप्रथम हाम्रो पास्टरज्यूहरूलाई म स्वागत कार्यक्रममा राख्नु। सुरुमा हाम्रो पास्टर पूर्व अनि हाम्रो पास्ने आमालाई यहाँ अगाडि आइदिनुहोस्। हामी ताली बजाएर उहाँहरूको स्वागत गर्छौँ। साथै हाम्रो मिनिसोटा सेन्ट पल मिनिसोटाबाट हाम्रो पास्टर किशोर गुरुङ अनि साथै बस्ने आमा दिना। साथै हाम्रो क्यान्सस सिटी क्यान्ससबाट रुबी दियानी अनि बस्ने आमा सुजी। अनि हाम्रो आदरणीय हाम्रो स्थानीय पास्टर हो पास्टर जासलाई, अनि हाम्रो बस्ने आमा उहाँलाई आदरणीय दाजु जो उहाँको स्वरमा परमेश्वरले ठुलो अभिषेक गर्नुभएको छ। उहाँको स्वर हामी प्रत्येकको है हृदयलाई छुँदछ, जसले हाम्रो सबैजनालाई आशिषित बनाउनु भएको छ। हाम्रो आदरणीय दाजु ओहायोबाट सन्तुष्टिमा हाम्रो महिना चर्च रक आइल्यान्डबाट हामी सानो झुन्ड छौँ। अनि त्यहाँबाट हाम्रो सुप गुरुङ होइन, उहाँले जो लिड गर्दै हुनुहुन्छ हाम्रो मण्डलीलाई, उहाँलाई पनि हामी स्वागत गर्नेछौँ। नेब्रास्काबाट मिन थापा अनि अरुणा, उहाँलाई पनि अगाडि बढाउन चाहन्छौँ। हामी ठुलो तालीले स्वागत गर्छौँ। हामीले सायद हाम्रो
पस्टरहरूलाई मात्रै हामीले स्वागत गऱ्यौँ भनेर तपाईँहरू मन दुखाउनुहुन्छ होला, मन नदुखाउनु होला। हाम्रो हिमालयन फेलोसिप चर्च हाम्रो मिनिसोटा सेन्ट्रल मिनिसोटाको हाम्रो जतिजना पाहुनाहरू हुनुहुन्छ तपाईँहरू उठिदिनु होला। हामी उहाँलाई ठुलो ताली मलाई जहाँसम्म मलाई खबर भएको छ उहाँहरू 33जना हुनुहुन्छ, 33 हुनुहुन्छ उहाँहरू। अनि हाम्रो क्यान्सस नेपाली चर्च क्यान्सस सिटी क्यान्सस बनाउनु हुनेहरू तपाईँहरू उठिदिनु होला तपाईँको स्थानमा चाहिँ। अनि हाम्रो न्यू लाइफ बुद्धिस्ट नेपाली चर्च ओमाहा नेब्रास्काबाट आउनुहुने हाम्रो पाहुनाहरूलाई सबैजना उठिदिनुहोस्। अनि हाम्रो महिमा चर्च रक भ्याली इलिनोइसबाट मैले 14 जना जहाँसम्म लागेको छ तपाईँहरू उठिदिनु होला। यहाँलाई धेरै धन्यवाद, प्रभुले धेरै आशिष गर्नुभएको होस्। अनि आशा छ यो सम्पूर्ण कार्यक्रमबाट तपाईँहरूले धेरै आशिष बोकेर लानुहुनेछ भन्ने आशा राखेको छु। फेरि पनि तपाईँहरू मेरो साथमा बसिदिनु भयो, मेरो साथमा है मलाई साथ दिनुभयो, तपाईँहरूलाई धेरै धन्यवाद। प्रभुले धेरै आशिष गर्नुभएको होस्। फेरि पनि म बस्नेहरूलाई माग्नु दिँदै सबैजना कतिजना खुसी हुनुहुन्छ भन्नुहोस् त? हाम्रो साथमा आज को हुनुहुन्छ? प्रभु यीशु ख्रीष्ट साथसाथै को हुनुहुन्छ? हामीले एकदमै है निमन्त्रणा गरेका हाम्रो भाइ सन्तोष हुनुहुन्छ। तपाईँले कतिचोटि युट्युबमा सुन्नुभयो होला, फेसबुकमा देख्नुभयो होला, तर हाम्रो साथमा हुनुहुन्छ आज। कतिजना खुसी हुनुहुन्छ? यसरी त हामी विभिन्न ठाउँबाट आएको हुन्छ है। हालेलुया! आउनुहोस् हामी है अघि चिउरा खायौँ, घुकुनी खायौँ, हाम्रो है शारीरिक हाम्रो शरीरलाई हामीले तृप्त बनाएको छौँ। तर अब यस गरी छोटो परमेश्वरतिर हामी जानेछौँ, तिम्रो नजिक नजिक भन्दै है भन्दै हामी उहाँको नजिक 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 जानेछौँ। र तपाईँ अघिसम्म बस्नुभयो है आफ्नो सिटमा, अनि तपाईँले गीत सुन्नुभयो, गाउनुभयो, अब आफ्नो स्थानमा उठ्नुहुन्छ कि के गर्नुहुन्छ, यो सम्पूर्ण भार म फेरि पनि हाम्रो प्रवीण भाइलाई दिँदछु। प्रवीण भाइको साथमा हामी आजको वर्सिपभित्र जानेछौँ। मलाई त धेरै ठुलो चिच्याउन मन लाग्छ त। अहिले दिनै उत्सवको दिन छ होइन, चुप लागेर बस्नु त दिनै होइन नि, हो कि होइन? होइन भनेको होइन। हालेलुया! आवाज सुनिरहेको छ नि, हालेलुया! हामी सर्वप्रथम परमेश्वरलाई ठुलो तालीका साथ स्वागत गर्नेछौँ। यो भवन परमेश्वरको उपस्थितिले भरिएको हुन्छ। हामी एकछिन आराधना गर्नेछौँ, छोटो हुनेछ। यो केही गीतहरू हामी गाउँदै रमाइलो गर्दै आराधनामा परमेश्वरलाई केवल हामी धन्यवाद दिनेछौँ। अनि त्यस पश्चात हाम्रो आजको यो कार्यक्रमलाई हामी सुचारू रूपमा जानेछौँ। हुन्छ? तपाईँहरू जस्तो आउनुभएको थियो यहाँ है, तपाईँहरू कस्तो गल्ती गरेर आउनु भएको थियो या कस्तो जीवन लिएर आउनु भएको थियो, द्याट डजन्ट म्याटर। तपाईँ अब यहाँबाट कस्तो भएर निस्केर जानुहुन्छ, द्याट रियली म्याटर्स। एमेन? तपाईँ खाली आउनु भएको थियो भने प्रभुबाट गिफ्ट ह्याम्पर लिएर जानुहुन्छ, शान्ताबाट होइन तर ख्रिस्टबाट लिएर जानुहुन्छ। एमेन? तपाईँको घरमा भाषा नबिर्सिनुहोस् है ल। तपाईँको जिउलाले घरमा चाहिँ नबिर्सिनुहोस् है।
समय प्रभुको नजिकमा जानेछौँ अनि प्रभुलाई हामी धन्यवाद दिनेछौँ यो सुन्दर दिनमा प्रभु जन्मिनु भयो अनि हाम्रो लागि उद्धार अनि मुक्ति लिएर आउनु भएको लागि केवल हाम्रो हृदयबाट हामी धन्यवाद दिनेछौँ आउनुहोस् हामी प्रार्थना गर्नेछौँ प्रभुको वचनले भन्छ त तिमीहरू जति मेरो नजिकमा आउँछौ म त्यति नै नजिक तिमीहरूको आउँछु The more closer you come to me, I'll drag myself closer to you. And when God is with us and God is near us, nothing would stand I fear. Hallelujah. Hallelujah. साथीले प्रिय तपाईँ र मेरो निम्ति आजभन्दा पहिलो सालको येशू आउनुभएको के तपाईँ र मेरो ओठबाट धन्यवादका शब्द निकाल्न आवश्यक छैन र प्रिय साथीहरू हाम्रो हातहरू हामी उचाल्नेछौँ अनि केवल हामी धन्यवाद दिनेछौँ प्रभुको लागि यो सालभरिको लागि हामी धन्यवाद दिनेछौँ सारा कुरा हामी धन्यवाद दिनेछौँ प्रभुलाई हालेलुया हामी ताली बजाएर प्रभुलाई धन्यवाद दिनेछौँ उहाँको उपस्थितिको हामी महसुस गर्नेछौँ राइट नाउ हाम्रो पवित्र आत्माले आज हाम्रो संरक्षण गर्नुहुन्छ प्रभु यो कार्यक्रमलाई सफल बनाउनमा आज उहाँको वास्तव सुसन्देश शरीरमा उहाँको अटुट सहायता चाहिन्छ प्रभु अनि be thankful to God in every circumstances no matter what's going in your life no matter what you're up to right now but it matters what you will be after this hallelujah God is going to transform you God is going to transform your entire life this upcoming year expect the great work and great mighty works to be done in your life expect the miracles to happen in your life hallelujah अचम्मको कामहरू हुने आशा गर्नुहोस् तपाईँको जीवनमा यो नयाँ सालले तपाईँको जीवनमा प्रभुबाट धेरै आशिषहरू लिएर आउनेछु प्रभुलाई तपाईँको जीवन समर्पण गर्नुहोस् त्यति नै प्रभु चाहनुहुन्छ प्रभु तपाईँको उपस्थितिले हामीलाई भर्नुहोस् यो भवनलाई तपाईँको उपस्थितिले भर्नुहोस्
छ हाम्रो शिरहरू हामी झुकाएर हाम्रो हृदयको आँखाहरूलाई खोलेर हृदयबाट एक वरस गाउँदै प्रभुलाई हामी भन्नेछौँ प्रभु हामी धन्यवाद दिन्छौँ तपाईँलाई प्रभु तपाईँ जस्तो नथ्यो न छ न हुन नै आउनेछ प्रभु तपाईँ सृष्टिदेखि हुनुहुन्छ अनि हुन आउनुहुनेछ तपाईँ शीघ्र आउनुहुने दुल्हा तपाईँ शीघ्र आउनुहुने राजा प्रभु तपाईँ परमेश्वरको जन्मदिनको उत्साह मनाउन पाउँदा बडो आज हामी आशिषित ठान्दछौँ आफूलाई प्रभु संसारका कति मानिसले यो दिनलाई देख्न पाएन तर प्रभु हामी धन्य भयौँ कि हामीले यो दिनलाई देख्न पायौँ अनि प्रभु तपाईँलाई हामी धन्यवाद दिन्छौँ हामीलाई एक और दिनको आयु तपाईँले हाम्रो जीवनमा दिनुभएको निम्ति प्रभु हाम्रो आदर इज्जत सम्पूर्ण महिमा प्रभु तपाईँ परमेश्वरलाई हाम्रो हृदयको अन्तस्करणबाट सारा महिमा तपाईँ परमेश्वरलाई सारा प्रशंसा हामी तपाईँ परमेश्वरलाई दिन्छौँ जो हामी गर्छौँ जो हामी गाउँछौँ बजाउँछौँ प्रभु यो हाम्रो लागि नथ्यो न हो अनि न हुने रहेछ यो केवल तपाईँको लागि थियो अनि तपाईँकै लागि हो प्रभु हाम्रो सारा आराधना सारा महिमा प्रभु हामी तपाईँ परमेश्वरलाई हामी दिन चाहन्छौँ प्रभु हामी धन्यवाद दिन्छौँ तपाईँलाई यो भवनमा तपाईँको उपस्थितिको लागि थियो सारा महिमा तपाईँ परमेश्वरलाई दिने अवश्यको सेवाकाय अवश्यको सम्पूर्ण कार्यक्रमहरू प्रभु तपाईँ परमेश्वरको जिउँदो अभिषेकमा अनुग्रहमा राख्दै यो हाम्रो आराधनाको समयलाई यही राख्दै आशिष मान्छे ख्रिस्ट येशू मसीहको उच्च पवित्र मुक्ता सुनिकन ग्रहण गर्नुभएको छ आमेन हुन्छ बेट्री डाउनुहोस् हालेलुया कतिजना आशिषित हुनुभयो आज खै कम्ती यता यता हुन्छ है कतिजनाले आशा लिएर आउनुभएको छ म बोल्दै हुँदा तुरुन्तै हाम्रो डिमोइन चर्चका नानीहरूलाई तयारी हुनु भनेर अनुरोध गर्दछु बहिनी विद्या कतिजना आशिषित हुनुभयो हामी सबै है अनि हामीले आशा पनि गरेका छौँ मैले अघिदेखि भाइलाई घरिघरि हेर्दैछु आँखा गाडिसकेको छु मैले है भाइको टाइम कहिले आउँछ भनेर कहिले राखिदियो होला है हाम्रो सन्तोष भाइलाई हजुर एकछिन पछि ए हुन्छ बेट्री डाउनुहोस् हालेलुया कतिजना आशिषित हुनुभयो आज खै कम्ती यता यता हुन्छ है कतिजनाले आशा लिएर आउनुभएको छ म बोल्दै हुँदा तुरुन्तै हाम्रो डिमोइन चर्चका नानीहरूलाई तयारी हुनु भनेर अनुरोध गर्दछु बहिनी विद्या कतिजना आशिषित हुनुभयो हामी सबै है अनि हामीले आशा पनि गरेका छौँ मैले अघिदेखि भाइलाई घरिघरि हेर्दैछु आँखा गाडिसकेको छु मैले है भाइको टाइम कहिले आउँछ भनेर कहिले राखिदियो होला है हाम्रो सन्तोष भाइलाई हजुर एकछिन पछि ए हुन्छ
क्लियर गर्ने गर्छु। सुरु गर्छु। मसँग यसरी जब हामी कविता भन्छौँ अथवा शायरी भन्छौँ नि, समस्या के हुन्छ थाहा छ तपाईँहरूलाई? म्युजिकै हुँदैन कि। अनि म्युजिकै हुँदैन अनि अडियन्सहरूले अलिकति वाहु गर्नु भएन भने स्वादै हुँदैन, नुनै लाग्दैन कि। अनि राम्रो छ। मैले लेख्दै गरेँ किताब आमा त्यो किताबबाट मैले लेखेको छु। अनि तपाईँ जति वाह गर्नुहुन्छ त्यति राम्रो न्युज है त। सायद तपाईँलाई थाहा नै छ, तपाईँ सुन्नुभएको मलाई थाहा छ। पाइसु जीवनको बाटो सत्य भाछ, यो पापीले टेक्ने आज माटो सत्य भाछ। भन्नुहोस् बेला भयो। पाइसु जीवनको बाटो सत्य भाछ, यो पापीले टेक्ने आज माटो सत्य भाछ। गरेर विश्वास यीशुमा मैले जीवन पाएको छु, तब देखेर आज यो लाटो सत्य भाछ। पाइसु जीवनको बाटो सत्य भाछ। मलाई थाहा छ जब हामी विश्वासीमा आयौँ हामी सबै कुनै न कुनै कारणले टुटेर आएका छौँ। त्यतिकै फुटबल खेल्न त हामी कोही आएकै होइन, मलाई त्यो थाहा छ। अनि प्रभु हाम्रो डाक्टर हुनुहुन्छ भने हामी अवश्य कुनै ठाउँमा बिरामी थियौँ। म त्यही त्यसै लेखेको छु। कोही दिल टुटेर प्रभुमा आउनुभएको छ, कोही आत्मासँग छुटेर प्रभुमा आउनुभएको छ। कोही दिल टुटेर प्रभुमा आउनुभएको छ, कोही आत्मासँग छुटेर प्रभुमा आउनुभएको छ। तर जे होस् प्रियहरू, प्रभु यस खाएर खुसी हुन्छ कि सबै विश्वासी आज जुटेर प्रभुमा आउनुभएको छ। तपाईँले विश्वास गर्नुभयो, तपाईँले यीशुमा जीवन दिनुभयो भने उहाँले अनन्त जीवन दिनुहुन्छ। आमेन। अनि अनन्त जीवनको अगाडि 1-2 अङ्कले धेरै नै कमी हुन्छ, देखिँदैन है। अनि त्यही भएर तपाईँ 70 वर्षको बुढो भए तापनि तपाईँ प्रभु जब अनन्त जीवन पाउनुहुन्छ तपाईँ योगी हुनुहुन्छ, तपाईँ जवानी हुनुहुन्छ। त्यही भएर म त्यसो लेखेको छु। यस्तो प्रेम गरे ख्रीष्टले यो ढुङ्गानी पानी भो, हेर्नु न मित्र अचम्मै भो, मृत्यु पछि नि जिन्दगानी भो। यस्तो प्रेम गरे ख्रीष्टले यो ढुङ्गानी पानी भो, हेर्नु न मित्र अचम्मै भो, मृत्यु पछि नि जिन्दगानी भो। उहाँमा विश्वास गरेर आज जीवन पाएको छु, तब देखेर 70 वर्षको बुढो पनि फेरि एकपल्ट जवानी भो। मृत्यु पछि नि जिन्दगानी भो। म 70 वर्ष पुगेको छैन, जानकारी गराउँ। तर हामी छौँ। मेरो अर्थ चाहिँ के हो भने हामी जति वर्ष पुगे पनि एउटा जोसको साथ प्रभुलाई आराधना चढाउँ है। भन्नुहोस् प्रभुको लागि, मेरो लागि त मैले घरकै भनेर आएको। जुन दिनदेखि संसारमा जल्यो जिन्दगी, त्यही दिनदेखि प्रभुमा चल्यो जिन्दगी। जुन दिनदेखि संसारमा जल्यो जिन्दगी, त्यही दिनदेखि प्रभुमा चल्यो जिन्दगी। उहाँको आशिष र अनुग्रहले भर्नु भयो मलाई, तब दिएर पवित्र आत्माले दन्दनी बन्यो जिन्दगी। आज हामीले 25 तारिकको मनायौँ। आज क्रिसमसको विषयमा कार्यक्रम भयो, त्यो खुसी लाग्यो। मेरी क्रिसमस यीशु हामीमा संसारमा आउनुको एउटा आवश्यकता के थियो, म त्यसलाई शब्दमा लेख्छु। जीवन त थियो तर आधा थियो, आनन्दको साथा बाधा थियो। बेला भयो नि। जीवन त थियो तर आधा थियो, आनन्दको साथो बाधा थियो। रातो रगत क्रुसमा यस कारण बग्यो किनकि उहाँ बिना हाम्रो जीवन सादा थियो। धेरै छ अरू रको जुलाईमा क्रिस्चियन सुमितमा भेटौँला है। अन्तिममा जहिले एउटा प्रार्थना स्वरूप म छोडेर जाने गर्छु, त्यो छोड्छु है। जय पिता जय पुत्र जय पवित्र आत्मा, जय पिता जय पुत्र जय पवित्र आत्मा। आशिष सबै सुन्दर मानिसलाई जाउँ महिमा तपाईँको साथमा। जय मसीह। Yes.
भुँडीमा नाच्दै होला है त्यसलाई एकछिन राख्नु त्यो नाच्दै भए पनि रुबेन भाइको ग्रुप परेको छ नेब्रास्काबाटै नेब्रास्कालाई किन धेरै दियो भन्छ होला तर एकदमै रक स्टारहरू छ कि त्यही भएर दिएको है नेब्रास्काबाट ग्रुपमा रहेको छ तपाईँहरू जति पनि उपस्थिति हुनुहुने ख्रिस्टका जन्मप्रति ख्रिस्टीय अभिवादन सबैलाई जय मसीह। अनि आज परमेश्वरको वचनले भन्दछ, हामी जान्दछौँ कलसी 3को 17मा कुरा वा काममा जे जे गर्छौँ परमेश्वरको महिमा खातिर ख्रीष्ट येशूको नाममा गर्ने आमेन। अनि आज त्यही सदुपयोगलाई त्यही समयलाई सदुपयोग गर्दै म तपाईँहरूको माझमा एउटा कविता लिएर आएको छु। तर दुःखको कुरा यो छ, मेरोबाट वावा चाहिँ होइन, अलिक सिरियसमा जाने रहेछ है।
मलाई क्षमा दिनुहोस् वावा नभन्दा हुन्छ है किनकि अलिक वावा टाइपको छैन है तरै पनि परमेश्वरलाई महिमा होस् अनि कतिचोटि यो कविताको अलिकति इन्ट्रोड्युस गर्दा चाहिँ कतिचोटि संसारिक भएको वास्तविक जीवनलाई पनि टच गर्छ भने प्रभुमा आएर पनि तपाईँ हामी कतिचोटि जानी अन्जान हाम्रो हृदयमा प्राउड अनि प्राइड उत्पन्न भइरहेको हुन्छ है अनि त्यसलाई अलिकति यसले व्यङ्ग्य रूपमा हाल्नुपर्छ अनि परमेश्वर भन्नुहुन्छ यदि कसैले घमण्ड गरोस् भने केमा गरोस् प्रभुमै गरोस् हामी पहिलो कुरान्ती 1:31 अनि त्यसै गरी प्रभु फेरि भन्नुहुन्छ यिर्मिया 9:23-24 कसैले धनीले अनि कसै बुद्धिमानले आफ्नो धन अनि बुद्धिमा घमण्ड नगरोस् तर परमेश्वरलाई चिनेको छु अनि जानेको छु भनेर घमण्ड गरोस् हालेलुया अनि आज तपाईको माझमा एउटा कविता रहेको छ कविताको शीर्षक रहेको छ परमेश्वरमा अनन्त जीवन अनि यसरी लेखिएको छ भूमि श्रापित छ सङ्घर्ष किन गर्छौ जीवन पाउनलाई गरिबलाई किन दिन्छौ ईश्वर बन्नलाई सहायता किन गर्छौ मैले गरे भन्नलाई अस्तित्व नै के छ र तिम्रो खोक्रो होइनौ र भोलि के हुन्छ त्यो जान्दैनौ के तिमी अजान छैनौ र अब कति घमण्ड गर्ने र जीवनमा हार्ने कतिन्जेल अस्तित्वलाई भुलेर आफूलाई पछि पार्ने र किन आफ्नो साथै धेरै आत्मालाई मार्ने यो सही हो होइन भनी आफ्नो हृदयलाई जचाऊ समय छँदैन खोज आफूलाई र प्राण बचाऊ र ईश्वरको मन्दिर शरीरलाई पनि आज नै सजाऊ छोडिदेऊ लालच माया र फिक्री छोडिदेऊ लालच माया र प्रीति त्यागिदेऊ सबै संसारका रीति अजान थियौ जानेका छौ बो अब धेरै जान्नु पर्दैन बाटो सत्य र जीवनका परमेश्वरमा जीवन छ यो जान्यो भने तिम्रो आत्मा कहिले मर्दैन अनि मलाई यो लास्टको दुईटा लाइन अझै मनपर्छ म फेरि डेलिभर गर्छु तपाईँको माझमा अजान थियो जानेका छौ बो अब धेरै जान्नु पर्दैन बाटो सत्य र जीवनका परमेश्वरमा जीवन छ यो जान्यो भने तिम्रो आत्मा कहिले मर्दैन हालेलुया परमेश्वरलाई महिमा होस् अनि यो कविताको वास्तविकता तपाईँहरूले बुझ्नुभयो होला अनि यो अपर्च्युनिटी पाएकोमा परमेश्वरलाई फेरि विशेष धन्यवाद अनि तपाईँहरू माझमा फेरि पनि सबैलाई जोड्छु Thank you.
किन गर्छौ यहाँ एउटै घरमा बसेर केही भयो तिमीले यहाँ प्रभुलाई रुवाएर किन गर्छौ यहाँ एउटै घरमा बसेर केही भयो तिमीले यहाँ प्रभुलाई रुवाएर बगेको छ रागत यहाँ आफैसँग काटिएर बगेको छ रागत यहाँ आफैसँग काटिएर हिँड्नुपर्छ हामी दाजुभाइ प्रभुको वचन मुटुमा राखी हिँड्नुपर्छ हामी दाजुभाइ प्रभुको वचन मुटुमा राखी जीवनवासी तर कहिलेवासी येशूको सन्देश बाँड्नलाई सारा नेपालीलाई बचाउनलाई हिमाल बसी एउटै भित्ति भई यहाँ पुग्छु हामी लक्ष्यमा विश्वास गरिन्छ यहाँ साथी हाम्रो पक्षमा एउटै भित्ति भई यहाँ पुग्छु हामी लक्ष्यमा विश्वास गरिन्छ यहाँ साथी हाम्रो हकमा पूर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्म पूर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्म मिल्नुपर्छ हामी नेपाली प्रभुको वचन मुटुमा राखी मिल्नुपर्छ हामी नेपाली प्रभुको वचन मुटुमा राखी हिमालवासी तराईवासी येशूको सन्देश बाँड्नलाई सारा नेपालीलाई बचाउनलाई हिमालवासी Thank you. ठुलो चाहिँ जीवन कहिले जाँदछ त्यो फेरि आउँदैन तातो चाहिँ जीवन भुलिन जान्छ त्यो फेरि आउँदैन त्यो फेरि आउँदैन फेरि आउँदैन शरीरमा चौरा थारो बच्यो ऋतुमा पुर्याउँदै त्यसो सारा जीवनको बच्यो परम पुर्याउने थारो बच्यो ऋतुमा पुर्याउँदै त्यसो सारा जीवनको बच्यो परम पुर्याउने यो बाइबल बोल्छ हजुरबानी यो बाइबल बोल्छ हजुरबानी खुदै सबैले ठुला चाहिँ जीवन पवित्र बन्छ यो फेरि आउँदैन फेरि आउँदैन आउँदैन तालीको लागि गरेर गाइदिनुहोस्
जिउनेछ त्यो गरी सक्छ जीवनमै भन्छन् यीशुले ममाथि विश्वास गरेर जिउनेछ त्यो गरी 3 दिनपछि दौडेर पछि पौडेर जीवनले आए आज जीवन कहिले छ यो फेरि आउँदैन आज जीवन उडेर जान्छ यो फेरि आउँदैन
सजाउँछु यसोलाई जिन्दगीको पनामा सजाउँछु यसोलाई उनी बिन बाँच्न सक्दिन यसो बिन बाँच्न सक्दिन उनी बिन बाँच्न सक्दिन यसो बिन बाँच्न सक्दिन मेरो यो जीवन आत्मा प्राणले उनीलाई नै खोज्छ मुटुको धड्कनहरूमा उनी सधैँ नै साथिन्छ मेरो यो जीवन आत्मा
मेरो जिन्दगीमा यसो आइदियो रित्तो यो जिन्दगीलाई शुभताले भरिदियो मेरो यो जिन्दगीमा यसो आइदियो रित्तो यो जिन्दगीलाई शुभताले भरिदियो यसुले समाउनु भयो उहाँले अगाडि लिनुभयो
सुहाइदियो रित्तो यो जिन्दगीमा सुन्दरताले भरिदियो Waktunya relatif teman-teman. यीशुले दिए सबै जीवन हे नाचौँ न आज रमाउँ न यीशुले दिए जीवन तिम्रो र मेरो हामी सबको निम्ति बलि भए यीशुको बलि क्रुसमा तिम्रो र मेरो हामी सबको निम्ति बलि भए यीशुको बलि Everybody put your hands up नाचौँ न आज सबै रमाउँ न यीशुले दिए के दिए जीवन हे नाचौँ न आज रमाउँ न यीशुले दिए जीवन Everybody put your hands up everybody together तिम्रो